छोरा बेगर आफ्नो वंश अघि बढ्दैन भन्ने सोच बोकेका व्यक्तिका लागि मेरो यो भिडियो। हाम्रो पितृसत्तात्मक समाजमा सधैँ एउटै भ्रम पालियो, वंश धान्न त छोरा नै चाहिन्छ। तर साइन्सले यो मान्यतालाई पूर्णतया रिजेक्ट नै गरिदिएको छ। वैज्ञानिक अध्ययन अनुसार हाम्रो सेलमा पाइने मिटोकोन्ड्रियल डीएनए बुवाबाट होइन, मात्र आमाबाट सन्तानमा सर्छ। यसको अर्थ हो जेनेटिक लिनिएजको साँचो निरन्तर छोराले होइन, छोरीले अघि बढाउँछन्। के यो कुरा नयाँ हो त? बिल्कुलै होइन। हाम्रो प्राचीन धर्मशास्त्रहरूमा पनि मातृशक्तिलाई नि सृष्टिको मूल आधार र उच्च स्थान दिएको छ। अब मुख्य प्रश्न उठ्छ, हाम्रो समाजले यो साइन्टिफिक फ्याक्टलाई सहजै एक्सेप्ट गर्न सक्छ त, कि अझै पनि उही पुरानै अन्धविश्वासमा अल्झिरहन्छ? त्यसैले याद राख्नुहोस्, महिला वा छोरी वंशको अन्त्य होइन। यो रिसर्च अनुसार महिलाहरू मानव पुस्तान्तरणको मुख्य खम्बा हुन् र असली हकदार पनि। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नुहोस् है त। बाई बाई।